सार्वजनिक नगरिकन त इलेक्सन गर्नै मिल्दैन, किनभने त्यसमा त्यो यो अहिलेको चुनाव लड्ने मान्छेहरू त्यसमा चुनाव जितेर आयो भने के गर्ने नि? भोलि भनौँ न, भोलि बालेन प्रधानमन्त्री भयो त भनौँ न, बालेनकै त्यसो नाम छ भने त्यसलाई कसरी प्रधानमन्त्री बनाउने? होइन, त्यसकारण चाहिँ यो चुनाव भन्दा पहिले नै सार्वजनिक हुनु पर्थ्यो अनि त्यो न्यायको कठघरामा उनीहरू उभ्याइनु पर्थ्यो, तपाईँको भनाइ त्यो हो? होइन, सत्यको पहिला सत्य त पत्ता लगाउनु पर्यो नि, सत्यको आधारमा इलेक्सन हुनु पर्यो नि। सत्य नै थाहा छैन, जेनजीबाट के भयो भन्ने नै थाहा छैन, जेनजी कसले सुरु गर्यो भन्ने थाहा भएन। यस्तो यत्रो ठुलो जले यत्रो हाम्रो बच्चाहरू मरे, त्यो के कारणले मरे, कसले मार्यो तिनीहरूलाई, त्यो पनि नगरिकन चुनाव गर्ने? तपाईँको विचारमा सुशीला कार्कीले त्यो गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई किन रोकिन्? एक, अनि यो जो जेनजीको विद्रोह जुन ढङ्गले भयो त्यसको आशय के थियो? त्यही थाहा भएन। जेनजीको आशय थाहा नभएर हामीलाई समस्या परेछ। जेनजीले के गर्यो, कसरी के आशय थियो उनीहरूको? फर्स्ट डेमा त त्यो बच्चाहरू, स्कुलका बच्चाहरू आथे, त्यसमा 19 बच्चाहरू मरे। त्यो ठुलो देशको लागि ठुलो घात भयो है। अब दोस्रो दिनमा अरूले हाइज्याक गर्थ्यो, त्यसलाई कसले हाइज्याक गर्यो त्यो त थाहा पाउनु पर्यो नि। त्यो हाइज्याक त्यत्रो सम्पत्ति डिस्ट्रोय भयो, त्यत्रो ऊ भए, त्यो त थाहा पाउनु पर्ने नि। अब त्यो हामीले वास्तै नगरिकन यसलाई अब इलेक्सन, त्यो त इलेक्सनको अगाडि थाहा पाउनु पर्यो। त्यो थाहा पाउनु भने त इलेक्सन गर्ने कुरा आएन। एउटा त्यो सत्यको आधारमा हुनु पर्यो नि। जर्नलिस्टहरू, यहाँहरू जस्तै जर्नलिस्टहरूले पनि भन्नुपर्ने त त्यही हो। ए बाबा, जब हामीलाई सत्य नै थाहा भयो